सानो मन कति पनि नगर्नु बाबा। यस्तै रहेछ जिन्दगी, के गर्ने। अब विदेश नगई खाना पुग्दैन, लाउन पुग्दैन। तपाईँले उमेरमा धेरै दुःख गर्नुभयो, यत्र 6-6 जना छोराछोरीहरूलाई हुर्काउनु भयो, दुःख गर्नुभयो, कमाउनु भयो। तपाईँ थाकिसक्नुभयो, बुढेसकाल लागिसक्यो बाबा। अब पालो हाम्रो आएको छ। सानो मन कति पनि नगर्नु, आँसी नजान्नु बुवा। जाँदैछु, अब छिट्टै पुगेर हजुरलाई खबर गर्छु, छिट्टै फर्केर आउनेछु। आशीर्वाद दिनु बाबा। यस्तै हो बाबु, बितेका कुरालाई नसम्झाइदियो बाबु। कति दुःख गरेँ मैले, जस्तो दुःख मेरो छोराछोरीले गरेर नपरोस् भनेर। तर आज हेर, म जसरी गएको थिएँ त्यसरी नै मेरो छोराहरू बिगेर जाँदा मेरो मन बक्क लिएर आउँछ। राम्रोसँग जानु, आफ्नो ख्याल गर्नु, पुगेर फोन गर्नु। सानो मन गरेको छैन, पुरानो कुरा नसम्झाइदियो बाबु। राम्रोसँग जाऊ, आफ्नो ख्याल गर, धेरै कमाऊ, ठुलो मान्छे बन्नु बाबु। ल के मान्नु नरुनु बुवा, यस्तै रहेछ, के गर्ने। फुटेको भाग्य, जति गरे पनि हुँदैन। भाइ बहिनीको ख्याल गर्नु, मम्मीको ख्याल गर्नु। मम्मी अलि रोगी हुनुहुन्छ। म छिट्टै पुगेर तपाईँलाई फोन गर्छु है। तेरो आमा पनि रोगी छ बाबु, म पनि बुढो भएँ, अब के काम गर्न सक्दिनँ। त्यो मलाई हुर्काउँदा तेरी आमाको पनि अपरेसन गरेको रोगी छ, के गर्न सक्दिनँ बाबु। घरको दुःख बुझेर कमाएस्, कहिले पनि घर परिवारलाई नबिर्सेस् बाबु। भाइ बहिनी सानै छन्, पढ्दैछन्, तिनीहरूको पनि दुःख देखेस्। दिदी लाठी छ, कान सुन्दैन, मुख बोल्दैन। कान्छी पढ्दैछ, अब कान्छोको पनि त्यस्तै छ। अब साइलो अब बल्ल बल्ल कमाउने होला जस्तो छ। अब उसको पनि कमाइ खाने कहिले हो बाबु। जेठोको त्यस्तै छ। घर परिवार बुझेर मात्र अगाडि बढोस्, फाल्टो खर्च नगरोस् बाबु। गएँ है बाबा, मम्मी गएँ है। छिट्टै फर्केर आउँछु है। अब जसो तसो विदेश त आइयो। अब एकचोटि घरमा फोन गर्नु पर्यो, के गर्दै हुनुहुन्छ। फोन पनि लागेन, स्विच अफ भन्छ। खै लाइन छैन कि के भयो, काममा बिजी हुनुहुन्छ कि। अलि पछि गर्नु पर्ला। अब छोरो पुग्यो कि पुगेन, फोन गऱ्यो होला। लाइनको गाह्रो यही बेला जान पर्ने। कहाँनिर के भएको कुनै, लाइन पनि कति गएको। छोराले फोन गऱ्यो होला। जाडो